क्षमादरणीय भक्त सज्जनवृन्दहरू सबैमाझ राधेश्याम। आज हामीहरू एकदमै धरतीको पवित्र स्थलमा हजुरमाझमा उपस्थित भएको छु। आज हामी सीता गुफा जुन देवता घाट धाममा अवस्थित छ त्यहाँ हजुरमाझ त्यहाँ लिएर थोरै दर्शन गर्ने अभिलाषाले उपस्थित भएको छु। यहाँ गुरु वशिष्ठजी राम भगवानको गुरुदेवले यहाँ तपस्या गर्नुभएको पनि मान्यता छ र मान्यता दिने गरिन्छ र हामी आज कालीगण्डकी क्षेत्रको तटमा छौँ जहाँ स्वयं भगवान श्री शालिग्राम उत्पन्न हुनुहुन्छ, जहाँदेखि विश्वमा हरेक ठाउँमा हरेक सहरहरूमा यहाँबाट शालिग्राम जाने गर्नुहुन्छ होइन, पूजा गर्ने गरिन्छ, धेरै तीर्थस्थलमा पूजा गर्ने गरिन्छ। त्यसै कारणले यहाँ चाहिँ शालिग्राम शिलाको उद्गम स्थल भनेर कालीगण्डकी क्षेत्रलाई चिन्ने गरिन्छ र देवघाट क्षेत्रमा छौँ आज हामी। देवहरूले यहाँ आएर तपस्या गर्ने मान्यता छ कि धेरै ठुला ठुला ऋषिहरूले पनि आएर यहाँ तपस्या गर्नुभएको थियो, भरत महाराजले पनि स्वयं आएर तपस्या गर्नुभएको थियो भन्ने यहाँ एकदमै किम्वदन्ती भन्दा पनि मान्यता छ, शास्त्रमा पनि वर्णन गरिएको छ। र हजुरहरू पनि जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ हजुर यस क्षेत्रमा आएर हाम्रो केही समयमा अब कुटियम पनि लाग्दैछ बागेश्वर क्षेत्रमा, त्यहाँ पनि आएर हजुरले आफ्नो सहभागिता देखाइदिन सक्नुहुन्छ र सम्पूर्ण भक्त सज्जन वृन्दहरू उपस्थित भएर आफ्नो त्यो कार्यक्रमको शोभा बढाइदिनु होला, आफू भक्तिमय वातावरणमा रम्नु होला भन्न चाहन्छु। हरे कृष्ण, राधे राधे।